नमस्ते साथीहरू, म उदय प्रसाद कुशवाहा। आज म हजुरहरूको बीच कम्प्युटर कोर्स लिएर उपस्थित छु। म चाहिँ आज बुझाउनेवाला छु कि कम्प्युटर भनेको के हो भनेर। हामीलाई सबैलाई थाहा नै होला कि आजभोलि कम्प्युटरको नलेज कतिको इम्पोर्टेन्ट छ हाम्रो लागि। हामी चाहिँ अब यो भिडियोहरू मार्फत हजुरहरूको बीच भिडियोहरू ल्याइरहनेछौँ र तपाईहरू यो भिडियोहरू हेरेर साथ र सपोर्ट दिनु होला, किनकि यो भिडियो हजुरहरूको लागि एकदमै इम्पोर्टेन्ट हुन्छ। किनकि कम्प्युटर कोर्स भनेको आजभोलि हरेक सेक्टरमा काम लाग्ने चिज हो। हामी चाहिँ धेरै टाइम वेस्ट नगरिकन हामी जान्छौँ कम्प्युटरतिर। अब हाम्रो स्क्रिनमा हेर्न सक्नुहुन्छ कम्प्युटर भनेको के हो भनेर यहाँ चाहिँ डिफाइन गरिएको छ। हामी स्लाइड बनाएको छौँ तपाईहरूले बुझ्न सजिलो होस् भनेर। अब यसमा चाहिँ के छ भन्दाखेरि कम्प्युटर भनेको के हो त भन्दाखेरि हामीले खासमा बुझ्दाखेरि सर्टकट तरिकाले कम्प्युटर एउटा इलेक्ट्रोनिक डिभाइस हो जसले डाटालाई इनपुटको रूपमा लिन्छ अनि त्यसलाई प्रोसेस गर्छ र अन्त्यमा त्यसलाई हाम्रो लागि इन्फर्मेसनको रूपमा परिवर्तन गरेर दिन्छ। आजको आधुनिक युगमा कम्प्युटर बिना जीवन कल्पना गर्न पनि गाह्रो छ। कम्प्युटर कहाँ युज हुन्छ त हाम्रो यहाँ हेर्न सक्नुहुन्छ। शिक्षा, ब्याङ्किङ, व्यापार, स्वास्थ्य सेवा र सरकारी संस्थामा व्यापक रूपमा भइरहेको छ। र कम्प्युटर चाहिँ काम कसरी गर्छ त? कम्प्युटरले काम गर्छ, हाम्रो इनपुट पहिला सुरु इनपुट लिन्छ, त्यसपछि त्यसलाई प्रोसेस गर्छ, त्यसपछि हामीलाई त्यो आउटपुट निकालेर दिन्छ। जुन चाहिँ हाम्रो आउटपुट भनेको हाम्रो लागि इन्फर्मेसन हुन्छ। जुन चाहिँ हामीले कम्प्युटरले काम दिएको हुन्छौँ त्यो कामलाई चाहिँ प्रशोधन गरेर हाम्रो लागि के उपयुक्त इन्फर्मेसन हुन्छ त्यो चाहिँ खोजेर अथवा निकालेर हाम्रोनिर अगाडि प्रस्तुत गर्छ। अब हामी चाहिँ जान्यौँ कम्प्युटरको प्रयोग कहाँ हुन्छ भनेर। हामी जानिसक्यौँ शिक्षामा युज हुन्छ, ब्याङ्किङ सेक्टरतिर हुन्छ, व्यापार व्यवसायको लागि पनि युज हुन्छ, स्वास्थ्य सेवामा पनि युज हुन्छ र हरेक ठाउँमा सरकारी संस्थाहरूमा पनि हेर्नु भएको होला कम्प्युटरको युज निरन्तर तरिकाले गरिरहेको हुन्छ। कम्प्युटर हामीले के फाइदा दिन्छ त? कम्प्युटरले हामीलाई कुनै पनि कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउनको लागि यो युज हुन्छ। आजको भिडियो यति नै सम्म सीमित राखौँ। अब नेक्स्ट इन्फर्मेसन चाहिँ अर्को भिडियोमा लिएर आउनेछौँ। सो यो भिडियोलाई चाहिँ हजुर सेयर, लाइक एन्ड फलो गरेर राख्नु होला। नबुझेको कुराहरू कमेन्टमा सोध्न सक्नुहुन्छ। हस्त, धन्यवाद।